एभ्रिवान हामी रियादको यात्रा गर्दैछौँ राति विष्णु सर र म थ्याङ्क यू हामी रियाद इन्ट्री भयौँ लगभग 3 आवर्स 4 आवर्सको चाहिँ यात्रामा विष्णु सर यता छन् देख्नु भएको छ 3 बजे हामी रियादमा छौँ इन्जोय कुकुरहरू छ खाना खाएर अब हामी यहाँबाट दोस्रो यात्रा सुरु गर्छौँ थ्याङ्क यू एकदम अब ठुलो मेम्बर रहेछ है दाइ यो गाडीमा जति फिचर छ नि अरू यारिसमा छैन यसको फिचर एक भन्दा नभए अहिले म क्रोजमा हालिदियो नि 125 भन्दा माथि हुँदैन त्यो अर्को गाडी यो अलिक सस्तो थियो 10 लाख सस्तो थियो 10 लाख 20 दिने ठाउँै छैन नि त यार कल्पनामा पनि आइदिनु थियो क्या सोचेर 20 रुपियाँमा चेसमा दिएको तपाईँको 150 हो नि यो चस्मा 200-300 को हो त हामी कहाँ जाँदैछौँ हाल यात्रा गर्दैछौँ पहाड 10 वर्ष लगायो जुत्ताले 8 वर्ष पछि म फाल्थेँ जुत्तालाई जुत्ता बिग्रेको थिएन त पछि मै फाल्थेँ 10 वर्ष कि 8 वर्ष गयो यसको यो गाडीको कि अगाडिको हाइल हलोला नसुन्नु भएको छ हलोला साउदीले गडाइ मोड गर्ने पहाड एरिया सब अब यही दोकानमा गजन्दर बार नभएपछि यो दोकानमा पुरा लगाएको छ हाइल होइन दाइ हाइलको डाँडा काँडा हाइलको डाँडा लर्नुहोस् गाडी छोडिदिनु पार यो बाटो मरेछ मरेपछि हेर्नुहोस् है गाइस यो लदी बन्छ है खोला यहाँ त फोटो खिच्दै आउनुपर्छ नि त I want to take one picture यस्तो छ है साथीहरू यस्तो छ पहाड साउदीको पुरै पत्थर छ है लानुहोस् गाइस यस्तो एरिया छ गाडी राखेको पहाड कसरी भयो यार र त नि छक्क पऱ्यो यार यस्तो पनि त नेपाल पनि यस्तो त छैन त माटै सोध्नु यहाँ त ढुङ्गाको छ यार ढुङ्गाको पत्थर छ त धन्यवाद दाजु धन्यवाद यो मैले एक प्रकारले स्वर्गै आज जस्तो पनि लाग्यो दाइ मलाई त यार आगिरी दाइ अचम्मै छ नि हेर्नु त अनि अचम्मै छ अनि अचम्मै छ नि हेट माछ